हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। कस्तो हुनुहुन्छ? सबैजना ठिकै हुनुहुन्छ होला र म पनि ठिकै छु। र हजुरहरूले सोच्नुहुन्छ होला हामी खालि भिडियो बनाउँछौँ अनि फोटो खिच्छौँ, यिनीहरूको काम छैन भन्ने सोच्नुहुन्छ होला। हाम्रो बच्चाहरूको चाहिँ एक्जाम खत्तम भयो अनि त्यसको लागि हामी चाहिँ हाम्रो थोरै मोरै हाम्रो करेसाबारी भनौँ, बगान भनौँ होइन, गरेर हिँड्दैछौँ। अनि त्यसको लागि यहाँ भाइ पनि भेटेको छ। हेलो भन ल। अनि हामी चाहिँ आज हाम्रो करेसाबारी चाहिँ मतलब थोरै हामीले सागहरू लगाएको छ, रायो साग। त्यो कस्तो भयो हामी त्यसको लागि अलिकति सरसफाइ र हेर्नलाई जाँदैछौँ। र यहाँ मेरो फ्रेन्ड पनि हुनुहुन्छ, भन्नु मेरो फ्रेन्डलाई। त वहाँ गएर हामीले चाहिँ हजुरहरूलाई उहाँको नजारा देखाउँछु मेरो बगान कस्तो छ। त मेरो भिडियोमा हजुरहरू लास्टसम्म हेर्दै बस्नु होला। ओके, फाइनल्ली हेर्नुहोस् हामी चाहिँ हाम्रो करेसाबारीमा पुग्यौँ। यस्तो छ, अब यो सफा गर्ने हो अनि उता खाली छ। अनि इस्कुस खाने भएपछि यहाँ जति पनि छ यस्तो छ। अब हामी चाहिँ सरसफाइ गर्न लाग्छौँ है। भिडियो बनाएर इस्कुसको पनि बनाउने हो, इस्कुस पनि रहेछ। खेत पे तो पूरा बर्बाद हो गई। कस्तो लाग्दैछ? एकदम राम्रो। इतना सफा हो गया।